लाई हार्दिक बधाई तथा आगामी दिनमा फेरि प्रतिस्पर्धात्मक मित्रवत खेल खेल्नु हुनुहुन्छ भन्ने बधाई साथ म फेरि प्रगतिको शुभकामना दिन चाहन्छु। र यो सँगै जति पनि वडाका खेलाडी मित्रहरूले र वडा अध्यक्षज्यूहरूले सहयोग र साथ दिएर यो कार्यलाई सफलता बनाउनको निम्ति विशेष गरेर नगरपालिकाको मेयरज्यू उपप्रमुखज्यू त्यस्तै गरेर सामाजिक विकास मन्त्रालयका मन्त्री रामप्रसाद महतोज्यू उपस्थित भएर यो कार्यक्रम सफल सम्पन्न भव्यताका साथ गरिदिनु भएकोमा उहाँहरूलाई विशेष धन्यवाद दिन्छौँ। त्यस्तै गरेर सहभागी सम्पूर्ण खेलप्रेमी मित्रहरूलाई पनि धन्यवाद भन्न चाहन्छौँ। र यो कार्यलाई बिना विवाद अनुशासनमा रहेर यो कार्य सफल गर्नुहुने हाम्रो जजहरू रेफ्रीज्यूहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यो कार्यलाई सफल बनाउन विभिन्न सङ्घ संस्थाबाट विशेष उपस्थिति रहेर सफलतापूर्वक सम्पन्न गर्न साथ दिनुहुनेलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। यो सँगै आज यो कार्यलाई सफल बनाउनको निम्ति सहयोग र साथ दिने सम्पूर्ण युवा खेलाडी मित्र समाजसेवीहरूलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। र यो सँगसँगै आजको यो कार्यक्रमलाई सफल सम्पन्नसँग अगाडि बढाउनको निम्ति अब तपाईहरूलाई बडा क्षेत्र नगरपालिका वडा नम्बर 3 ले यो भलिबल कप आगामी वर्ष चाहिँ 5औं भलिबल कप हुनेछ। र त्यो 5औं भलिबल कपमा चाहिँ प्रथम पुरस्कार 81,111 हुनेछ भने दोस्रो पुरस्कार 61,111 हुनेछ भन्ने म जानकारी गराउन छु। र यो सँगै आजको यो सफल सम्पन्न गर्नुहुने विशेष गरेर बिचपानी युवा क्लबलाई विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम यही सम्पन्न भएको र पत्रकार बन्धुहरूले अहो रात्र पनि नभनिकन अहो समय दिएर हामीलाई साथ दिनुहुने सम्पूर्ण पत्रकार बन्धुहरूलाई पनि धन्यवादसँग विचारको बिट मार्छु। धन्यवाद। र योसँग आजको कार्यक्रम यही सम्पन्न भएको घोषणा गर्दछु। धन्यवाद। नमस्ते। जय खेलकुद।